भ्लग बनाउन आएको हजुरहरूको फुल सपोर्ट दिनु पर्यो। आज हामी तपाईँलाई सर्लाहीको परवानीपुरको पपुलर पिकनिक खाने ठाउँमा हजुरहरूलाई देखाउँदैछु। आज म प्लिज सपोर्ट गर्नु होला। हामी चाहिँ पिकनिक खाने ठाउँमा जाँदैछौँ। पिकनिक खान जाँदाखेरि हाम्रो बाटोमा नयाँ मन्दिरको भवन बनिरहेको देख्नुभएको होला हजुरहरूले। हामी जाँदैछौँ बडे डाँडा। हामी बाटोमा चढ्दैछौँ बडे डाँडाको बाटोमा। सबैजनाले फुल सपोर्ट गरिदिनु होला। मेरो यो फर्स्ट भ्लग हो। हेर्नु होला यी भ्यू यस्तो छ सबै यस्तो। प्लिज सपोर्ट गरिदिनु होला सबैजनाले। अब तपाईँलाई यो पिकनिक खाने जानेको बाटो चढेपछि म फेरि दिनेछु। हेर्नु होला गाइज लालबन्देश्वर परवानीपुरको भ्यू चाहिँ यस्तो छ। हामी यही गाउँमा बस्ने हो। हाम्रो चाहिँ पहिलो भ्लग हो। हामी सबैजना हेर्नु दाउरा काट्न आएको भ्लग बनाउँदै हो। हेर्नु होला हामी चढ्दैछौँ बडे डाँडा। अब हाम्रो बडे डाँडाको बाटो आइपुग्न लागेको छ। हेर्नु होला ल हेर्नु हामी बाटोमा आइपुगेको छौँ। अब हामीहरू चाहिँ 10-15 मिनटमा सायद हामी पुग्नेछौँ। हामी चढ्दैछौँ। हामी 3जना भ्लग बनाउन आएको। भ्लग बनाउन अब झन्डै लडिएन। हेर्नु यस्तो बाटोमा हिँड्दैछौँ हामी। हेर्नु होला है पुरै यस्तो बाटो चाहिँ हामी पुरै 4 खुट्टा टेकेर हिँड्दैछौँ। हेर्नु होला सबैजना है हामी हेर्नु यस्तरी पसिना भएर भ्लग बनाउन आएको छौँ। हामी चाहिँ हेर्नु आइपुग्न आँट्यौँ हामी। हेर्नु होला कस्तो छ। हेर्नु हामी चाहिँ भ्लग बनाउन आएको। अनि स्यास्या भयो भ्लग बनाउन आउँदाखेरि अझै थुप्रो देखाउने छु। हेर्नु हामी चाहिँ बाटोमा हिँड्दैछौँ नि। हेर्नु बाटो यस्तो बाटो पिच भएको छैन। यस्तो काँचो बाटोमा हिँडिरहेको छौँ हामी। हेर्नु होला हाम्रो परवानीपुर कस्तो छ। हेर्नु यहाँबाट केही देखाएको छैन। हजुरहरूलाई अर्को ठाउँहरू फेरि देखाउने छु। यहाँ पुरै माछाहरूले छेकिरहेको छ। यता चाहिँ रिसाउने बाटोमा जाँदैछौँ हामी। हेर्नु हामी चाहिँ अब बडे डाँडाको मन्दिरमा आइपुग्ने लाग्यो। हाम्रो परवानीपुर सिटी हेर्नु यस्तो त पुरै हेर्नु होला हामी बाटोमा हिँड्दैछौँ। अब चाहिँ 2 मिनटमा आइपुग्यो गाइज। हेर्दै जानु आइसक्यो अब हाम्रो पिकनिक खाने पपुलर ठाउँ आइपुग्यो गाइज। हाम्रो पिकनिक खाने ठाउँ। हामी चाहिँ यही ठाउँमा दाउराहरू खोज्न आएको। अझै पनि मान्छेहरू अझै पनि पिकनिक खान आउनुभएको छ मान्छेहरू। हेर्नु तपाईँलाई देखाउने छु। हाम्रो चाहिँ पिकनिक खाने ठाउँको यो हेर्नु डान्स गर्ने ठाउँ कस्तो छ। हेर्नु पुरै यस्तै पुरै घरहरू छ। हेर्नु पिकनिक खाँदैछन् मान्छेहरू। हेर्नुहोस् यहाँ दिनकै मान्छेहरू आउने गर्छन्। यहाँ एक दिन पनि खाली हुँदैन यो ठाउँ। भाइरल पिकनिक खाने ठाउँ हेर्नुहोस् यस्तो छ पुरा हाम्रो गाउँठाउँको। हेर्नु पिकनिक खाने ठाउँ हाम्रो एकदम रमाइलो ठाउँ हो यो। रमाइलो गर्ने ठाउँ हो यो। सायद कोही यो बडे डाँडामा सहयोग गर्ने मानिस हुनुहुन्छ होला सायद। मलाई त्यस्तै लाग्यो। मलाई पनि त्यति थाहा छैन। हेर्नुहोस् पानीको शुद्ध खाने पानीको यस्तो व्यवस्था छ पुरै। चर्कीको पनि व्यवस्था छ पुरा। हाम्रै गाउँठाउँमा पुरा यस्तो व्यवस्था छ। हाम्रो चाहिँ यो बडे डाँडाको यो सखुवाको रुख हो यो पुरा। यति धेरै रुख छ। हेर्नु ढलेको रुख पनि छ। हजुरहरूलाई चाहिएको छ भने लिन आउनु होला। एड्रेस पनि भनिदिन्छु लालबन्देश्वर परवानीपुर हो। हेर्नुहोस् हाम्रो गाउँको भ्यू यो चाहिँ हाम्रो तामाङ गाउँ हो। अब योभन्दा अलिकति 15-20 मिनटमा हाम्रो तामाङ गाउँ आइपुग्नेछ। योभन्दा उता चाहिँ कालिन्जर खोला छ। हजुरलाई कालिन्जर खोला पनि देखाउने छु।
एकछिन वेट गर्नु होला प्लिज। हेर्नु हाम्रो कालिन्जर खोला बर्खाको बेलामा यहाँ त यत्तिकै पानी हुन्छ, अहिले चाहिँ छैन बर्खा, त्यही भएर पानी छैन। हेर्नु हाम्रो अझै हामी कालिन्जर खोलामा जान नपाएर अलि राम्रोसँग देखाउन पाइएन, अरू बेला देखाउँला प्लिज। माघको 5 गते गरे हो। हेर्नु गुम्बाको नाम पनि हजुरहरूलाई देखाइदिनेछु। हेर्नु गान्देन छयलिङ गुम्बा। हेर्नु हजुरहरूले पनि हेर्नुहोस्। अब हामी 3जना अब हामी घर फर्किनु लाग्यो गाइज। हेर्नु यस्तो भिड पनि छ। हेर्नुहोस् पुरै भिड छ। यहाँबाट गुल्ट्यो भने सायद त कता पुग्छ थाहा छैन। हेर्नु अब हामी यही बाटोबाट हामी घर जाँदैछौँ। अब हामी 3जनै हेर्नु भ्लग बनाउँदा भाइहरू पनि खेलिरहेको छ। हेर्नु रमाइलो गर्दैछन् सबैजना, हामी रमाइलो गर्दै भ्लग बनाउँदैछौँ। हेर्नु अब हेर्नुहोस् गाइज, हामी रमाइलो गर्दै भ्लग बनाउँदै हामी जाँदैछौँ हाम्रो मन्जिलतिर। हाम्रो यही हो बाटो, हामी जाँदैछौँ। हेर्नुहोस् गाइज जाँदैछौँ हामी। हाम्रो हेर्नुहोस् भिड, हेर्नुहोस् त कत्रो भिड छ। हेर्नु त पुरा भिड छ। हेर्नु पुरै भिड छ पुरा। हेर्नु यस्तो छ पुरै रुखै रुख छ, पुरै बाटो छ, पुरै जङ्गलको बिचमा बाटो छ। यही बाटोबाट हो तामाङ बस्तीमा पनि जाने। हेर्नु हो यो तामाङ बस्ती जाने बाटो चाहिँ हजुरलाई देखाइसकेको अघि नै। हेर्नु यो ढुङ्गा फाल्यो भने हेर्नुहोस् कहाँ पुग्छ। अब हेर्नु है, हो हेर्नुहोस् जस्तै पुग्यो झन् मान्छे गुल्ट्यो भने झन् कहाँ पुग्छ होला, सिधै मान्छे पुग्छ होला सायद। हेर्नुहोस् गाइस यस्तो पुरै धेरै भिड छ पुरै। हेर्नुहोस् खोला यस्तै बिचमा छ, पुरै चिरिएको छ पहाडहरूको बिचबाट। हेर्नुहोस् यो चाहिँ तामाङ अब गाडी आउँदैछ। यो चाहिँ हेर्नु तामाङ समूहको बच्चा बुढाबुढीलाई स्कुलबाट छोड्ने गाडी हो, स्कुल बस हो। यो चाहिँ त्यहाँ गयो खुर्पा। अब हामी खोलातिर लागेको छौँ गाइस। हेर्नुहोस् गाइस यो चिप्ल्यो खोला हान्दाखेरि। म चाहिँ यहाँबाट नमिलेर मैले हातबाट मोबाइल समातेको भएर यहाँबाट नमिले म यताबाट झर्दैछु गाइस। हेर्नुहोस् यी हाम्रो भाइ झर्दैछ। हेर्नुहोस् अब उहाँ झर्नुहुन्छ। अब मेरो रियल स्लाइड त देख्नु भयो होला नि। म झर्दैछु गाइस, फोन फाल्दैछु समाउँछ होला। ल गाइस अब म झर्छु। अब म चाहिँ कता झर्छु भने यताबाट झरिदिन्छु, अघि त देखिहाल्नुहोस् है। अब फेरि हातमा क्यामेरा छ गाइस। एकछिनलाई बन्द ल, बाई बाई। अहिले अब तपाईँहरूलाई सिधै बाँसमा हामी जाँदैछौँ अनि त्यसपछि हेर्न सक्नुहुन्छ। अब हेर्नु सबै यहाँबाट हाम फाल्छौँ हामी, म पनि फालेँ आम र हामी आइसक्यौँ खोलामा। अब हामी खुर्पा टिपेर हजुरहरूलाई बाँसको करिब जाँदैछौँ हामी। हेर्नुहोस् हामी यस्तो भिडमा छ, यस्तो भिडबाट झरे। हेर्नुहोस् गाइस हजुरहरूको एक लाइकको लागि, हेर्नुहोस् एक लाइक सब्सक्राइबको लागि हामी यस्तो भिड पनि नभनिकन झरेको छौँ। हेर्नुहोस् हेर्नुहोस् गाइस यो खाल्टो यस्तैबाट हो, यस्तैबाट हो यी बालुवाहरू उठाएर लाने। हेर्नुहोस् यी पुरै ट्र्याक्टरको दामहरू चाहिँ हेर्नुहोस् हो यहीबाट हो, यहीँबाट यी ट्र्याक्टरको दाम हेर्नुहोस्। यी ट्र्याक्टर यहीँबाट हिँड्छ, हाम्रो परवानीको घर सबै यही बालुले बन्ने। हेर्नुहोस् हामी जाँदैछौँ जहाँ मान्छेलाई पोल छ त्यहाँ हामी तपाईँहरूलाई लाँदैछु र हामी पौडी पनि खेलेको छ त्यहाँ। आज चाहिँ खेल्दैन गाइस, हामी आज तपाईँहरूलाई बात देखाउँछौँ। हेर्नुहोस् गाइस हेर्नुहोस् यस्तो छ पुरा हाम्रो यी गाउँठाउँ एरिया। ल गाइस एकछिनको लागि चाहिँ ब्रेक।
अब हामी चाहिँ बाजमा आइपुगेको छ गाइज हेर्नुहोस् हाम्रै बर्खाको टाइममा यहाँ पानी यत्तिकै हुन्छ हाम्रो हामी चाहिँ झर्दैछौँ यहाँ माछा पाउँछ गाइज हजुरहरूले त्यहाँ नदेख्न सक्दैन तर यहाँ थुप्रै माछा छ लगाए हामी एकछिन रमाइलो गऱ्यौँ अब हजुरहरूलाई म पनि जाँदैछु गाइज हेर्नुहोस् हाम्रो यत्रो लामो कालिन्जर खोला छ कि हेर्नुहोस् गाइज हजुरहरूलाई देखाउन पनि म सक्दिनँ यति लामो खोला छ म जति सक्यो हजुरहरूलाई देखाएको छु हेर्नुहोस् खोलाई यहाँ चाहिँ कुखुरा फार्म है हाम्रो यो खोलाको हेर्नुहोस् यस्तै धेरै भिड छ हेर्नुहोस् पुरै धेरै भिड छ हेर्नु चारैतिर यही हो गाइज हेर्नुहोस् ल गाइज अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ हेर्नुहोस् हामी खोलामै अझै पनि हेर्नुहोस् गाइज हामीले अब यहाँ हेर्दैछौँ ताउति हामीले भ्यू हेरेर अब हामी घर फर्किँदा गाइज हेर्नुहोस् अब हाम्रो चाहिँ यो घर जाने बाटो हो हजुरहरूलाई अघि पनि भनेको प्लिज लाइक र सब्सक्राइब चाहिँ गर्नु नभुल्नु प्लिज हेर्नुहोस् भर्खर यहाँ बाइक गएको छ यो नि बाटो हेर्नुहोस् हाम्रो यो कालिन्जर खोला आउने बाटो भएको छ प्लिज लाइक र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला प्लिज लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला प्लिज हाम्रो यो भिडियो कसलाई आयो प्लिज कमेन्ट पनि गर्नु होला एउटा मिठो